नमस्कार दर्शकबिनहरू। आज हामी गोलबजारमा अवस्थित खुम्बाखाडी पिकनिक स्पोटमा आएका छौँ। तपाईँ यहाँ के गर्नुहुन्छ? काम के काम? माली काम ए मालिक काम। कति वर्ष काम गर्नुभएको? भयो यहाँ यस्तै 1 साल हुने बेला। ए घर कहाँ हो तपाईँको त? चित्रे। नाम चाहिँ के पर्यो? मेरो गोविन्द सुनार। ए सुना। यो पिकनिक स्पोट भन्छ, मान्छेहरू कतिको आउँछ? आउँछ यहाँ घुम्नु फिर्नु। नयाँ ठाउँ पनि पर्यो होइन, राम्रो पनि छ, एकदम प्रख्यात पनि भयो। छोटो समयमा धेरै प्रख्यात भयो। यहाँ दिदीहरूको हो।